सामाजिक विषयमा नेपाली लेजेन्ड विद्यार्थीका लेजेन्डरी एन्सरहरू। ल सुरु गरौँ। प्रश्न नम्बर 1, काठमाडौँको 9 तले धरहरा कसले बनाएका हुन्? उत्तर, ठेकेदार, मिस्त्री अबे साले र लेबरहरूले। प्रश्न नम्बर 2, नेपालको एकीकरण गर्नमा पृथ्वीनारायण शाहको कति ठूलो हात थियो? उत्तर, यति ठूलो हात थियो। प्रश्न नम्बर 3, वैशाख 1 गते के मनाइन्छ? उत्तर, बिदा लौ। प्रश्न नम्बर 4, कालु पाण्डे कुन युद्धमा मारिएका थिए? उत्तर, आफ्नो अन्तिम युद्धमा। दिमाग खराब हो जाएगा, मैं माँ बम्मा बहन पे आ जाऊंगा। प्रश्न नम्बर 5, सगरमाथा कुन जिल्लामा पर्दछ? लेख्नुहोस्। उत्तर, सगरमाथा कुन जिल्लामा पर्छ? लेखिदिए। क्या पक रहे हो मादर? सालेलाई लेख्नुहोस् भनेको थिए, लेखिदियो। प्रश्न नम्बर 1, 2007 मा के अन्त्य भयो? उत्तर, 2006 अन्त्य भयो। अबे साले प्रश्न नम्बर 2, प्रथम विश्वयुद्ध कहाँदेखि सुरु भएको थियो? उत्तर, पेज नम्बर 170 देखि सुरु भएको थियो। कैसे कैसे लोग रहते हैं यार यहाँ। प्रश्न नम्बर 3, तिमी तिम्रो विद्यालय कसरी सफा राख्छौ? उत्तर, विद्यालय नगएर स्कुल नगएपछि फोहोर नै हुँदैन। साले को बम से उड़ा दूंगा एक बार हाथ में आ जाए तो। प्रश्न नम्बर 4, ब्रिटिशहरू नेपालबाट कसरी भागेका थिए? उत्तर, यसरी भागेका थिए। प्रश्न नम्बर 5, राजा वीरेन्द्रको मृत्यु भन्दा पहिले नेपालका राजा को थिए? उत्तर, राजा वीरेन्द्र। दिमाग खराब हो जाएगा, मैं माँ बम्मा बहन पे आ जाऊंगा मैं इनकी। प्रश्न नम्बर 1, प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा फरक छुटाउनुहोस्। उत्तर, हेर्नुहोस् यसको उत्तर साले गधाले कस्तो लेखेछ। यो युद्ध पहिला भएको थियो, यो युद्ध पछि भएको थियो। जब प्रथम विश्वयुद्ध भएको थियो तब दोस्रो विश्वयुद्ध भएको थिएन। अबे साले जब दोस्रो विश्वयुद्ध भएको थियो तब प्रथम विश्वयुद्ध भइसकेको थियो। यसले पनि नम्बर ल्याउँछ गम्मे। प्रश्न नम्बर 2, भगवान गौतम बुद्ध कसका छोरा थिए? उत्तर, अभी बता है भाई, अभी बता है। आफ्नो बुवाको। प्रश्न नम्बर 3, विकास भनेको के हो? उत्तर, विकास तँ त मेरो साथी हो, 1 नम्बरको बुकको। प्रश्न नम्बर 4, केपी ओलीको निवास कहाँ रहेको छ? उत्तर, हो यही कुरा नथाहा पाएर त बाँचे सालेहरू अस्तिको जेन्जीको आन्दोलनमा चोर खातेहरू जय नेपाल सर।